गिमु गिमु खितेतो बासोकु हैन। खाइगो फुकुसिसीले गर्नुपर्ने कामहरू ड्युटी र यदि गरिएन भने त्यसको लागि फेरि के पनि छ त बासोकु पनि छ, पेनाल्टी छ है। पेनाल्टी अथवा सजाय पनि भोग्नुपर्छ हामीले। त्यही भएर एकदमै केयरफुल भएर काम गर्नुपर्छ हैन। अब के सजाय के चाहिँ हाम्रो ड्युटी हो त भनेर यहाँ लेखेको छ। फर्स्टमा गिमु किते भनेको काम है, हाम्रो ड्युटी चाहिँ के त सेजिच गिम भनेको एकदम अनेस्ट भएर काम गर्ने हैन, माजिमे भएर काम गर्ने। यदि माजिमे भएर काम गरेन भने के हुन्छ, बासोको त्यसको लागि छैन है। माजिमे भएर चाहिँ काम गर्नुपर्छ मात्रै भनेछ, गरेन भने चाहिँ यसको लागि हामीलाई सजाय केही पनि छैन। नम्बर 2 मा सिन्यो सिच्चुई कोई नो खिन्सी। सिन्यो सिच्चुई कोई भनेको विश्वासघात गर्नु भएन है। विश्वासमा बसेर विश्वासिलो भएर काम गर्नु पर्यो। यदि विश्वासघात गरेको खण्डमा के हुन्छ भन्दा ओरोकुनो थोरिकेसी मातावा खिकाङ ओ सादामे तेनो काइगो फुकुसिसिनो मेसो सियो सेगेन हैन। भनेको मतलब यदि तपाईले यो विश्वासघात गर्नुभयो, विश्वासमा रहेर काम गर्नु भएन, विश्वासिलो भएर काम गर्नु भएन भने तपाईले जुन आफूले खाइगो फुकुसिसी भनेर आफूले नाम युज गर्नको लागि थोरोकु गर्नुभएको थियो, त्यो थोरोकु रेजिस्टर चाहिँ फेरि तपाईको मेटिन्छ रे, हटाइदिन्छ हैन। थोरिकेसी कतिसम्मको लागि भन्दाखेरि खिकाङ ओ सादामेते भनेको टाइम लिमिट हैन। यति वर्षदेखि यति वर्ष, 1 वर्षदेखि 2 वर्षसम्म हैन। 2 वर्ष भनेर चाहिँ किमेते गर्छ हैन, डिसाइड गरेर। खिकाङ चाहिँ टाइम चाहिँ डिसाइड गरेर तपाईले यो पिरियड भित्र चाहिँ खाइगो फुकुसिसी भनेर चाहिँ नाम युज गर्न पाउनुहुन्न भनेर तपाईलाई चाहिँ बासोकु सजाय पाउनुहुन्छ, जसमा चाहिँ तपाईले नाम युज गर्न पाउनुहुन्न, खाइगो फुकुसिसी हुँ म भनेर काम गर्न पाउनुहुन्न।